घन्टीमा है हस् नमस्ते 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 सानो हुनुहुन्छ नि नमस्ते 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 बुझ्नु भएको छ गरे होइन घन्टी है ल यसो भन्नु उहाँलाई पनि सिकाउनु है घन्टीमा छ भन्ने अहिले यसोटी है यसो गरी घन्टीमा भएको छ हामी सबैसँग घुम्न सकेका छैनौँ छोटो छोटो समयमा खुसी गरेर हाम्रो उम्मेदवार है कुन गाउँको हजुर एकदम हेर्नु है नमस्ते सर नमस्ते यो टोलको ठेकेदार यहाँ हाम्रो घन्टी समर्थक चिन्न भन्नु त धेरै चासो राख्नुहुन्छ अलि जोडले लागि भए पनि जसरी भए पनि निको हुनुपर्ने बाध्यता भयो त्यो भएर निको भइहालेँ म जय घन्टी घन्टीमै भोट डाल्न तपाईँले अब घरमा आमा बुवालाई चाहिँ भन्ने है है मेरो साथी हो साथी हो र भगवान ए भगवान घन्टी बजाउनु दिनु कति वर्ष पछि भेट हो 10-12 वर्ष पछाडि बल्ल भेट भयो मेरो साथी अनि जम्का भेट ल घन्टी बजाउनु दिनु त ल घन्टी बजाइदिनु साथीसँगको 12 वर्षपछिको भेट 10-12 वर्ष पछाडि भेट्दैछु नमस्ते नमस्ते म्याम सँगै पर्या सँगै खेल्या सँगै हुर्क्या तर उहाँले देख्ने बित्तिकै भ्याट्टै चिनिसक्नु भएको थियो तपाईँ अलिक कन्फ्युज हुनुभयो पछाडि अनि यस्तो भन्छु मलाई त उनीहरूले अब टिभीमा भ्याट्टै तपाईँले पनि तर सम्झिनु भयो मैले उसलाई यहाँ भेट्छु भने थाहा भएन नि त म त के म त नानी लग्छ घन्टी भनेर अनि ओ के नानी भनेर के नानी भन्ने बित्तिकै सम्झिनु भयो फेरि तपाईँले होइन उहाँले पनि तर चिन्नु भयो तर यस्तो अवस्थामा पनि ठ्याक्कै होइन ल अब सब ठिक छ नि ठ्याक्कै चिन्नु भयो तर ल ल संयोग भयो है हजुरसँग भेट चाहिँ साथीसँगको 12 वर्षपछिको खै कहाँ हुनुहुन्छ बुढा बाहिर हुनुहुन्छ अनि बच्चा बच्ची एउटै छोरी छ ल ठिक छ है ल खुसी लाग्यो तपाईँहरूको भेटले त म पनि खुसी भयो यार साँच्चीकै हाम्रो त अन्तिमा भोट हाल्ने सक्छ है टिचर हुनुहुन्छ उहाँले सुन्नुभएको थियो होला है राम्रो मान्छे हुनुहुन्छ है नमस्कार 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 ल यसपालिलाई घन्टी है ल ल ल यो चोटि हामीलाई छुट छैन है यो चोटि परिवर्तन हुनैपर्छ हाम्रो उम्मेदवार पनि यही हुनुहुन्छ सर दाइ दाइ त जग्गा के छ राख्न